मर्निङ साथीहरु, वेलकम टु माई अनदर ब्लग। सो आजको दिन के कस्तो रहन्छ सब कुछ तपाईहरुलाई चाहिँ आज भिडियोमा देख्न सक्नुहुन्छ। सो आजको चाहिँ मेरो दिनको रुटिन के रहन्छ। सो म अहिले चाहिँ फिलहाल केही तरकारीहरु लिन जाँदैछु बाहिर मार्केटतिर। सो साथीहरु, आजको रेसिपी म तपाईहरुमा शेयर गर्दैछु। यहाँनिर चाहिँ धेरै भेराइटीहरु बनेको छ आज। यहाँ त कढाईमा पनि छ। सो सबैभन्दा पहिला यहाँ म तपाईहरुलाई देखाउँदैछु। यसमा चाहिँ राइस, बोइल्ड राइस भनौँ न, नर्मल बासमती राइस, अनि चाहिँ यहाँनिर ग्रीन अनियन लिभ्स, हरियो प्याजको पत्ताको चाहिँ तरकारी हल्का, अनि चाहिँ यो कोकोनट मिल्क पाउडर करी ट्याक्क लाएर यस्तो छ। कोकोनट मिल्क पाउडर करी बनाएको यसरी। प्याज गयोमा, टमाटर गयो, हरियो खुर्सानी, अनि चाहिँ लसुन मसिनरी कटिङ गरेर ठिकठाक गरेर यो, अनि चाहिँ यहाँ कराईमा मटन छ जसमा मैले सिमला मिर्च अनि प्याज मिक्स गरेर यसरी चाहिँ ब्ल्याक पेपर पाउडर हालेर यो तरिकाले बनाएको छु। सो यो चाहिँ अलग तरिकाको भनौँ न, डिफ्रेन्ट रेसिपी हो थोडा। यो मटन यस्तो छ। यो तरिकाको यसमा चाहिँ खट्टाको लागि थोरै हामीले चाहिँ त्यो चुक राख्दा पनि हुन्छ,
या इमली राख्दा पनि हुन्छ, जे तपाईहरुसँग छ त्यो राख्दा हुन्छ। खट्टाको लागि हल्का खट्टापन आउँछ यसमा। यो अलग तरिकाले बिना तेल भनौँ न विदाउट ओइल कम मसला ट्याक्क लाएर यो तरिकाले बनाएको छ। अनि चाहिँ यहाँनिर यो कोकोनट सामर चटनी, जसको लागि यहाँ मैले भनौँ न प्याज अनि चाहिँ लसुन हरियो खुर्सानी 2वटा अनि कडी पत्तालाई राम्रोसँग कुटेर नुन अनि चाहिँ रेड चिल्ली पाउडर राखेर यो तरिकाले रेडी गरेको छु। सो अब यसमा चाहिँ यो ब्राउन कोकोनटको यो चाहिँ घिसेको यसलाई चाहिँ यसमा मिक्स गर्ने हो। मिक्स गरेर राम्रोसँग चाहिँ पछिबाट कागती निचुड्ने ट्याक्कै यसमा मिक्स गरेर। अहिले फिलहाल वार्दै गर्दाखेरि खराब हुन्छ, खाने बेलामा गर्नुपर्छ, किन भन्दा तितोपना आउँछ। ट्याक्कै मिक्स गरेर कागती निचोडेर चाहिँ यसमा टक्क यो चाहिँ कोकोनट सामर चटनी बन्यो। आजको रेसिपी चाहिँ यो भयो। यस्तो छ साथीहरु। मज़ा आया।